सम्पूर्णमा नमस्कार। स्काउट प्रोग्राम आज चाहिँ हामी लेटाङ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा डेङ्गु रोग विरुद्धको सचेतनामूलक कार्यक्रममा उपस्थित भएका थियौँ र यस कार्यक्रममा जनप्रतिनिधि, स्वयंसेविका र स्काउटका साथीहरू उपस्थित भएका थियौँ। आज लेटाङ नगरपालिका स्वास्थ्य शाखाद्वारा आयोजित डेङ्गु नियन्त्रण अभियानमा हाम्रो स्काउटले पनि सहभागिता लिएको छ। साथै सम्पूर्ण नगरवासीहरू, नगरपालिका, वार्ड कार्यालय सबैको सहभागितामा डेङ्गु नियन्त्रण गरौँ, रोगबाट बचौँ भन्ने नाराका साथ आज हामी लेटाङ नगरपालिकाका विभिन्न क्षेत्रहरूको अवलोकन, सरसफाई लगायतका क्रियाकलापहरू गरिरहेका छौँ। धन्यवाद। वासस्थान खोजी गरी लार्वा नष्ट गर्ने अहिले चाहिँ हामी विशेष गरी यो नगरपालिका वडा नम्बर 4 को एकदम तल्लो भेग गङ्गे चोकमा आइसकेका छौँ। यहाँबाट चाहिँ हामी मेयर साहब सरसफाई गर्दै गर्दै मिलनचोकतर्फ जानेछौँ। जिल्लाका कार्यालयबाट पाल्नु भएका सम्पूर्ण महानुभावहरूलाई म स्वागत र सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै हुन्छ र यो मुख्य नेपाल सरकारले प्रायोरिटीमा राखेर यो कार्यक्रमलाई सञ्चालन गर्नको लागि हामीलाई ल यहाँ चाहिँ हामी सबैले आफ्नो आफ्नो कता कता काम गर्ने भनेर विभाग छुट्याइदिँदैछौँ है। यहाँ चाहिँ अब विद्यार्थी भाइ बहिनीहरू तथा स्काउट मास्टर, रोवर सबैजना सरसफाइ गर्न एक एकतिर यो सडकको दुई भागपट्टि लागिराख्नु भएको छ र उहाँहरूले घर घरमा गएर सचेतनामूलक जानकारी पनि दिइराख्नु भएको छ। भाइ त्यो डस्टबिन हेर, डस्टबिन हो। र यहाँ भएको जमेको पानी, अगाडिको फोहोरहरू टिपेर घरमा सल्लाह सुझाव पनि दिइराख्नु भएको छ। यो पानी कहिलेदेखि जमेको हो यहाँ? यो बोतलहरू सबैको पानी खनाइदियो। डेङ्गु हुने ठाउँ यही हो भाइ। त्यो 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 भरि हो, त्यसलाई त्यहीँ राख, त्यसलाई अलि मुनि। यहाँ हेर, डेङ्गु हुने ठाउँ चाहिँ यही हो। ओइ बिस्तारै, त्यसलाई फुटाउनु चाहिँ भएन। यहीँनिर मच्छरले उसले कति अन्डा पार्छ हामीले आँखाले देखिँदैन यहाँ, तर यहीँबाट बच्चा उत्पादन हुँदै हुँदै हामी लेटाङ बजारको बिपी चोक क्षेत्रमा छौँ र यहाँ चाहिँ यो जुन कोका कोलाको बोतल छ त्यसलाई चाहिँ बाहिर राख्ने, अनि बाहिर एकदम पानी भरि 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 भएर यो चाहिँ होटल व्यवसायीहरूले अलिक ध्यान दिनुपर्ने कुरा हो कि यसलाई उल्टो बनाएर राख्नु पऱ्यो। नभए पनि यसको पानी यो नभिज्ने ठाउँमा, पानी नपर्ने ठाउँमा राख्यो भने चाहिँ यसमा डेङ्गु आउने खतरा हुँदैन।